आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए। सम्माननीय सभामुख महोदय, मैले यो पीडा भोगेर आएको, मेरा आफन्त पनि गुमाएको छु सवारी दुर्घटना, मैले पनि परिवार गुमाएको छु। त्यसैले यो विषयमा बोल्दा मन टुक्रिन्छ। सम्माननीय सभामुख, मजाक चलिरहेको छैन। त्यो भएर सम्माननीय सभामुख महोदयलाई विनम्र अनुरोध गर्छु, 10 औँला जोडेर बिन्ती अनुरोध गर्छु र यही संसदको रोस्टरमा अहिलेबाट अनुरोध गर्न चाहन्छु, सरकारलाई तत्काल रुलिङ गर्नुहोस्। घटनाको सत्य तथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न सम्माननीय सभामुख मार्फत म रुलिङको अपिल गर्न चाहन्छु र यही संसदबाट अहिले नै रुलिङ सरकारमाथि रुलिङ होस् भन्ने अपिल गर्छु। मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो। नदीको बीचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अड्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो। गाडी नदीमा डुब्यो र भिरमा अड्केको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभामुख महोदय, त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभामुख महोदय, आज बोल्न उठेको छैन। यो कर्णालीको पीडा र कर्णालीको चित्कार हो, यसलाई कसैले भाषण भनेर नसम्झिदिनु होला। सम्माननीय सभामुख महोदय, म बोल्दै गर्दा मेरो घाँटी अवरुद्ध भएको छ, मन भारी भएको छ। म सधैँ सरको रूपमा प्रस्तुत हुने मान्छे, र म आज अलिकति बोल्न सकिरहेको छैन, किनकि आज मैले कर्णालीमा दुर्घटना देखेको छैन। सम्माननीय सभामुख महोदय, राज्यको असफलता, राज्यको गैर जिम्मेवारीपूर्ण तरिका देखेको छु। सम्माननीय सभामुख महोदय, सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभामुख महोदय, त्यो दृश्य, तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभामुख महोदय, उद्धार टोलीसँग साधन थिएन। मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग। हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमता समय सरकारसँग भएन। अनि काम कसका लागि गरिराखेका छौँ हामी? भाषण किन ठोकिरहेको छौँ? त्यसको जवाफ चाहिन्छ। यो देश सबको साझा हो। सम्माननीय सभामुख महोदय, म एउटा प्रश्न सोध्न आएको छु र प्रश्न सोध्छु, यो मेरो अधिकार हो र कर्णाली नेपालमा हो कि होइन यसको जवाफ चाहियो। सम्माननीय सभामुख महोदय, आज मन्त्रीहरू हेलिकप्टरमा सहर गर्दा कर्णालीमा नागरिक डुब्दाखेरि उद्धार गर्न नहुने, कर्णालीका जनता यो देशका नागरिक हुने होइनन्, यसको जवाफ सम्माननीय सभामुखले आज दिनुपर्छ। केही मान्य सदस्यहरूले आकस्मिक समयमा बोल्नको लागि समय माग गर्नुभएको छ, म उहाँलाई समय दिन्छु। मान्य सदस्यहरूले आकस्मिक समयमा बोलेको विषय मलाई ध्यान आकर्षण भएको छ, त्यो विषयमा म तयारी गर्दैछु। त्यस कारण मान्य सदस्य अहिले बसौँ, म त्यो समय आएपछि गर्छु। मान्य सदस्य बसौँ। सम्माननीय सभामुख महोदय, हाम्रो विरोध यथावतै छ। प्रधानमन्त्रीको हामीले जवाफ माग र अझै पनि मागिरहनेछौँ। सम्माननीय सभामुख महोदय, म आज अलिकति फरक विषयवस्तु उठाइरहेको छु। सम्माननीय सभामुख महोदय, आज बोल्न उठेको छैन। यो कर्णालीको पीडा र कर्णालीको चित्कार हो, यसलाई कसैले भाषण भनेर नसम्झिदिनु होला। सम्माननीय सभामुख महोदय, म बोल्दै गर्दा मेरो घाँटी अवरुद्ध भएको छ, मन भारी भएको छ। म सधैँ सरको रूपमा प्रस्तुत हुने मान्छे हो, तर म आज अलिकति बोल्न सकिरहेको छैन, किनकि आज मैले कर्णालीमा दुर्घटना देखेको छैन। सम्माननीय सभामुख महोदय, राज्यको असफलता, राज्यको गैर जिम्मेवारीपूर्ण तरिका देखेको छु। सम्माननीय सभामुख महोदय, मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो। नदीको बीचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अड्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो। गाडी नदीमा डुब्यो र भिरमा अड्केको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सक्यो, तर उद्धार आएन। सम्माननीय सभामुख महोदय, त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभामुख महोदय, सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभामुख महोदय, त्यो दृश्य, तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुहोस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभामुख महोदय,
उद्धार टोलीसँग साधन थिएन। मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग। साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान 5 घण्टा लाग्छ सम्माननीय सभामुख महोदय। हेलिकप्टर आकाशमा घुम्दै गर्दा एउटा हेलिकप्टर पठाउने क्षमतासम्म सरकारसँग भएन। अनि काम कसका लागि गरिराखेका छौँ हामी? भाषण किन ठोकिरहेका छौँ? त्यसको जवाफ चाहिन्छ। यो देश सबको साझा हो सम्माननीय सभामुख महोदय। 24 घण्टा बित्यो, एउटा हेलिकप्टर पनि गएन। 24 घण्टा। प्रदेश सरकारले पनि 24 घण्टापछि मात्र निर्णय गर्यो। तर आज भिरमा अड्किएको मान्छे हामी बचाउन सक्थ्यौँ, तर त्यो मान्छे बचाउन सकेनौँ हामीले। र सुरक्षाकर्मी त पुग्यो, तर उद्धार गर्न होइन, मुचुल्का उठाउन पुग्यो सम्माननीय सभामुख महोदय। त्यो दिन केवल मानिसहरू मात्र हराएका थिएनन्, कर्णालीका बासिन्दा मात्र हराएका थिएनन्। कसैको घरको चुलो सदाका लागि निभ्यो, कसैको आमा आफ्नो बुवा गुम्यो, कसैको आफ्नो आमा गुमायो, कसैले आफ्नो श्रीमान गुमायो, कसैले आफ्नो श्रीमती गुमायो, कसैले आफ्नो सन्तान गुमायो सम्माननीय सभामुख महोदय। कसैको काख रेतियो, कसैको भविष्य अन्धकार भयो। सम्माननीय सभामुख महोदय, म यो पीडा केवल देखेर आएको होइन, तपाईँ हामी जस्तो मैले यो पीडा भोगेर आएको, मेरा आफन्त पनि गुमाएको छु सवारी दुर्घटनामा। मैले पनि परिवार गुमाएको छु, त्यसैले यो विषयमा बोल्दा मन टुक्रिन्छ। मैले आज यो कुनै भाषणका लागि भाषण बोलिरहेको छैन सम्माननीय सभामुख महोदय। मेरो कुरा कसैलाई राजनीतिक रूपमा लाग्न सक्छ, कसैलाई भावुकता लाग्ला, तर जसले आफ्नो मान्छे गुमाएको हुन्छ उसलाई मात्र यो पीडा र यसको मूल्य थाहा हुन्छ सम्माननीय सभामुख महोदय। म दयाको भिख मागिरहेको छैन सम्माननीय सभामुख महोदय, यो सरकारसँग र तपाईँसँग र यो संसदसँग सम्माननीय सभामुख महोदय। म एउटा प्रश्न सोध्न आएको छु र प्रश्न सोध्छु, यो मेरो अधिकार हो र कर्णाली नेपालमा हो कि होइन यसको जवाफ चाहियो सम्माननीय सभामुख महोदय। आज मन्त्रीहरू हेलिकप्टरमा सहर गर्दा कर्णालीमा नागरिक डुब्दाखेरि उद्धार गर्न नहुने? कर्णालीका जनता यो देशका नागरिक हुने होइनन्? यसको जवाफ सम्माननीय सभामुखले आज दिनुपर्छ। यो संसदमा रुलिङ गर्नुपर्छ। कर्णालीका नागरिकहरूले बाँच्न पाउने अधिकार छ या छैन? के कर्णालीका युवाहरू यो देशको भविष्य हुने या होइनन्? कि हामी कर्णालीमा जन्मनु हाम्रो अभिशाप हो? आज मैले बोलेको भाषा त्यही कर्णालीको सम्माननीय सभामुख महोदय। नेपालको सभ्यता त्यही कर्णालीको। हाम्रो कर्णालीले नेपाललाई सम्पत्ति दिएको छ सम्माननीय सभामुख महोदय, तर सधैँ विभेद मात्र भएको छ। म त्यही भएर सम्माननीय सभामुख महोदय भन्न चाहन्छु, कर्णाली नेपालमा पर्छ कि पर्दैन? यदि नेपालमा पर्छ भने विभेद किन हुन्छ? कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्रार्थना दामेर ठुला गफ हान्यो। हामीले गफ सुन्यौँ र ताली फट्कायौँ सम्माननीय सभामुख महोदय, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन। आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए सम्माननीय सभामुख महोदय। यो दृश्य केवल एउटा दुर्घटना होइन, राज्यको संवेदनशीलताको सबभन्दा ठुलो प्रमाण हो। त्यसैले म सम्माननीय सभामुख महोदय मार्फत सरकारसँग स्पष्ट जवाब माग्न चाहन्छु, कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो सम्माननीय सभामुख महोदय? तोकिदिन पर्यो। हामीले भिख मागेका छैनौँ। फोन उठ्दैन। यहाँभन्दा अगाडि पनि डोल्पामा एकजना मान्छे दुर्घटना भयो, गृहमन्त्रीले यहीँ आएर संसदमा बोल्नुभयो हेलिकप्टर राखिनेछ। उहाँको स्वकीय सचिव, उहाँको सल्लाहकार सबसँग कुरा गरियो। बेलुका 4 बजीसम्म हेलिकप्टर गएन। त्यसपछि हामीले पैसा तिरेर हेलिकप्टर पठायौँ, तर मान्छे ढिलो उद्धार गर्दाखेरि आज त्यो मान्छेको ज्यान गयो। सम्माननीय सभामुख मजाक चलिरहेको छैन। त्यही भएर सम्माननीय सभामुख महोदयलाई विनम्र अनुरोध गर्छु, 10 औँला जोडेर बिन्ती अनुरोध गर्छु र यही संसदको रोस्टरमा अहिलेबाट अनुरोध गर्न चाहन्छु, सरकारलाई तत्काल रुलिङ गर्नुहोस्। घटनाको सत्य तथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न सम्माननीय सभामुख मार्फत म रुलिङको अपिल गर्न चाहन्छु र यही संसदबाट अहिले नै रुलिङ, सरकारमाथि रुलिङ होस् भन्ने अपिल गर्छु। जय राष्ट्रवाद, जय नेपाल। धन्यवाद। मान्य सदस्यहरू, केही मान्य सदस्यहरूले आकस्मिक समयमा बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँलाई समय दिन्छु। मान्य सदस्यहरूले आकस्मिक समयमा मान्य सदस्यहरूले आकस्मिक समयमा बोलेको विषय मलाई ध्यान आकर्षण भएको छ। त्यो विषयमा म तयारी गर्दैछु। त्यस कारण मान्य सदस्य अहिले बसौँ। म त्यो समय आएपछि गर्छु। मान्य सदस्य बसौँ। मान्य सदस्य बासना थापालाई समय दिन्छु। आकस्मिक समयमा बोल्न समय माग गर्नुभएको छ। 2 मिनेटभित्रमा आफ्नो भनाइ राख्नुहोस्। सम्माननीय सभामुख महोदय,
कर्णालीकै आवाज लिएर यहाँ उपस्थित भएको छु। आज म अत्यन्तै गौरव मन लिएर लाखौं दैलेखी एवं कर्णालीवासीको आक्रोश बोकेर यो गरिमामय सदनमा उभिएको छु। सुर्खेतदेखि कालीकोट जाँदै गरेको फोर्स गाडी दैलेखको कर्णाली नदीमा दुर्घटना हुँदा ज्यान गुमाउने नागरिकप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। सभामुख महोदय, दुर्घटनाको खबरले सिङ्गो कर्णाली र देशलाई रुवाएको छ, तर विडम्बना घटना घटेको यत्रो समय बितिसक्दा पनि राज्य संयन्त्रबाट घटनाको सम्पूर्ण विवरण र यकिन तथ्य आउन नसक्नु अत्यन्तै खेदजनक छ। यो दुर्घटना हाम्रो लागि कुनै नयाँ घटना होइन। दिनौं जस्तो कर्णालीका सडकमा रगत बगिरहेको छ। कर्णालीका सडकहरू आज सडक रहेनन्, ती मृत्यु मार्ग जस्तो देखिएका छन्। अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नुपर्ने हो? हरेक पटक यात्रा गर्दा मानिसहरूले आफ्नो ज्यान हत्केलामा राखेर हिँड्नु यो कस्तो व्यवस्था हो? सभामुख महोदय, नियमन गर्ने निकाय छैन, दुर्घटनाबाट उद्धार गर्ने उपकरण छैन। हामी राजधानीमा सुविधा सम्पन्न तारे होटलमा बसेर आहा कर्णाली त स्वर्ग हो भनेर भाषण गर्छौं। हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले पनि कर्णालीमा गएर त्यसलाई स्वर्ग कि रानी कर्णाली कि सुइना भनेर सम्बोधन गर्नु पर्यो। तर सभामुख महोदय, म यहाँ उभिएर सोध्न चाहन्छु, के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो? के कर्णालीका जनताको निधारमा सधैँ अकालको मृत्यु मात्रै लेखिएको छ? जनताको यहाँ विडम्बनाको पराकाष्ठ हेर्नुहोस् सभामुख महोदय। म यसलाई दुर्घटना भन्न तयार छैन। यो त राज्यको चरम विवेक, चरक व्यवस्था र कर्णाली माथिको यो खेलबाडको अब अन्त्य हुनै पर्छ। कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्यु मार्ग होइन। म यस दुःखद घटनाको तत्काल उद्धार कार्यलाई तीव्र बनाउन र कर्णाली राजमार्गको स्तर उन्नतिको लागि ठोस कदम चाल्न सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। जय कर्णाली, जय नेपाल।